Tabaco y tres. हेलो एभ्रिवन, के छ तपाईहरुको हलचल? वेलकम टु माई न्यू ब्लग डाको ब्लगमा तपाईहरुलाई स्वागत छ। ह्यापी होली सबैजनालाई। फागु पूर्णिमाको एकदम धेरै धेरै शुभकामना छ। अनि 2081 सालको फागु पूर्णिमाको होली कोसँग कसरी मनाउनु भइराछ टक्क कमेन्ट गर्नु पर्यो। अनि कस्तो भयो हैन, होली चाहिँ कस्तो भयो। अनि म चाहिँ टक्क यो भिडियो चाहिँ आज होली स्पेशल बनाउनलाई गरिरहेछु। म्यामपुली कलाई गइदिनु पर्यो यार, छिटो म्यामपुली। ल अब बाटोमै भेटौँला हैन। केटाहरुको पनि प्लान रहेछ, सायद प्लान होला। म नजाने भनेर बसिरहेको थिएँ हैन, त्यो भएर चाहिँ केटाहरुले मलाई बोलाएको जस्तो मलाई फिल भइरहेछ। गाइज होली टाइम स्टार्ट भइसक्यो हैन। राम्रो राम्रो ड्रेस है। अहिले यो वर्ष 2081 सालको फागु पूर्णिमा हैन। म त अब यसो भक्तपुरतिर छु अहिले चाहिँ फिलहाल। र म अब हेरौँ कहाँ जान मिल्छ हैन। लेट्स गो बोइज। यहाँ के चल्दैछ? क्युआर गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन। यस्तो जाबो होली खेलेर केही पनि काम छैन। त्यसैले म यहाँ फ्रेसमा गाइज म चाहिँ अब कस्तो भन्दाखेरिमा टक्क लगाएर हावा तालमा चलाइरहेको जस्तो लाग्छ बाइक चाहिँ। मलाई जुत्तो लाग्छ ऊ यहाँ ट्रिपल डबल लोड हो। माई गड व्हाट द हेक। झन् एकछिन चिया खानुपर्ने हुन्छ होइन होइन। त्यसपछि टक्क होली कस्तो हुन्छ तब देखाउँछौँ। म अब यहाँ भर्खर गल्ली गल्लीबाट निस्किँदैछौँ होइन। मेन नाकाहरूमा त आउनै बाँकी छ। अनि काठमाडौँमा सबभन्दा बवाल होली हुने भनेको बसन्तपुर एरिया होइन। रिसोर्ट चाहिँ कस्तो छ आई डोन्ट नो। टाइम नियरली 12 बज्न लाग्यो। म चाहिँ बल्ल निस्केँ होइन। अब मैले योचोटि होली खेल्न पाउँदैन किनभने चाहिँ मलाई जुटो परेको छ। यो गाइस यस्तो योचोटि होली नट त्यस्तो बवाल हुनेवाला पनि छैन। आफूले नखेलेपछि कस्तो क्या खल्लो खल्लो लाग्ने यहाँ जुटो पऱ्यो। अब 11 दिन 12-13 दिन पुगेको छैन होइन। कसरी खेलिदिने अब आफू घर बाहिर भए पनि आफ्नो रीतिरिवाज कल्चर त बचाउनु पऱ्यो। त्यही यहाँ होली खेलेर सिद्धिसकेको छ कति ठाउँमा त भिडियोहरू। यहाँ भाडाबुडीहरू किन भेट्नु पर्छ अब। मैले चिया स्पोट चाहिँ हाम्रो ह्याप्पी होली है सबैजनालाई। मैले त्यहाँ भन्न नसके पनि यता आएर भनेको ल ह्याप्पी होली भनेको सेम टु यु भनिदिनु होला कृपया। उड्दैन चल्दै छैन। अनि कन्सर्ट हो यस्तो छ भक्तपुरमा गाइस। होली भाइब्स 5 तले मान्छेहरू यहाँ रङ्गी चङ्गी होइन कलरसँग रमाइरहेछन्। ओहो पानी हेरौँ न, पानी फाले लाइभ म्युजिक भइरहेछ। दुर्गा थापा
भक्तपुर होइन दरबार स्क्वायर 5 तले मन्दिरको होइन तब साइडमा छ हामी चाहिँ टक्क टक्क देख्न सक्नुहुन्छ डान्स एकदम बवाल छ अरू गीत चाहिँ चाहिएन अरे हाम्रो 2 ग्राम साईको गीत चाहिएन सबलाई त्यही त गेटतिर जाऊँ न त हामी हामी चाहिँ भक्तपुर एरियामा छौँ अहिले चाहिँ होइन टक्क लगाएर एकदम हुन्छ क्राउड एकदम बवाल भइरहेको भोलि पनि बवाल भइरहेको यहाँनिर हाम्रो दाइहरू हुनुहुन्छ मान्छेहरू आइरहेछ अझै पनि तल्लै बवाल 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 होइन अलिकति घाम लागेको छैन अनि त्यहाँ चाहिँ दुर्गेश थापाको गीत हो माई गड आउन बित्तिकै क्राउड त हो भगवान् डेन्जर हौ सेट यहाँ चाहिँ अब हाम्रो टिम मेम्बरको होली चल्दैछ मेकअपको टेन्सन छ म लगाउँदैन ह्याप्पी होली आयुष्मान बाबा मेरो चाहिँ जुठो पर्या भएर चाहिँ मैले टिका लगाउन पाएको छैन है चल्दैछ 1 2 3 बल्ल बल्ल होली सुरु भयो जस्तो फिल भयो होइन यति नकराएसम्म हुन्न नि फेरि ओए म्याम फुलेको सेट म्यान खतरा लोला हान्दिएर सो गाइस कृपया मर्यादामा भएर होली खेल्थ्यौँ होइन टक्क बसन्तपुर भन्दा पनि अब बसन्तपुरतिर चाहिँ रमाइलो होला होइन यो चाहिँ भक्तपुरमा अहिले यो पालि पहिलाको जस्तो त्यस्तो साह्रो छैन होइन टाइम नभएर पनि हो कि बेलुकातिर हुन्छ होला अहिले चाहिँ ठ्याक्क म यता छु होइन अब यस्तै हो टक्क चलिरहेछ होली होला लोला हान फोटो खिच भिडियो बना आई मिन बनाउने कार्यक्रम है चलिरह अनि हेरौँ न मान्छेहरू त कति राम्रा हुन् हाम्रो हिरो यहाँ अहिले चाहिँ बवाल कलर लाए नखेल्ने मान्छेलाई यहाँ हाला सो गाइस हामी चाहिँ होइन निस्किसकेका छौँ टक्क लगाएर भक्तपुरबाट होली खेलेर होइन दरबार स्क्वायरबाट अब यो बाटो फेरि लास्ट हुँदो छ कि यार यस्तो छ हालत होइन यो अलिकति रमाइलो भयो आजको दिन पनि बवाल छ त यार धुलो त यार यो बाटो कहिल्यै सुध्रेन यार सेट
टक्क गाइज हामी चाहिँ चिया खान गइरहेछौँ होइन। ऊ मेरो साथी गइरहेछ अगाडि टक्क। हामी चाहिँ सूर्यविनायकबाट मतलब दरबार स्क्वायरबाट कहाँ जान लाग्छ भनेपछि चिया खानलाई सुवर्णेश्वर जाँदैछौँ होइन। अब एकतालि हान्नुपर्ने हुन्छ, यहाँनिरको बाटो डेन्जर छ एकदम, कुदाउने टाइपको छ कि। निकाल्नु पुग्यो त मलाई यार केटाहरू है। बवाल दामी 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 कुदाइदिने यार केटाहरू यार। मजा आएको छ नि त, बवाल मजा आउनु त यहाँ त मामले। सुटिङ गएछ त्यहाँ मामाहरूको फेरि। सो आजको लागि चाहिँ यति गरिदिउँ होइन। आजको लागि यो भ्लग चाहिँ यतिसम्म। मन पऱ्यो लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि डार्कर भ्लगमा जोडिरहनु होला।